धन्यवाद सर। सम्माननीय प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र अतिथिज्यूहरू, माननीय अभिभावकज्यूहरू, प्रतिष्ठित शिक्षक शिक्षिका तथा यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूमा म बिना सिमखडा सेई बोर्डिङ स्कुलको तर्फबाट यहाँहरू सबैमा हार्दिक नमन गर्न चाहन्छु। आज यस सेई बोर्डिङ स्कुलद्वारा आयोजित हजुरहरू अतिथिको रूपमा हुनुहुन्छ र सेई बोर्डिङ स्कुलद्वारा आयोजित आज विशेष अभिभावक कार्यक्रममा हजुरहरूको यो उपस्थिति हाम्रो विद्यालयको गौरव र प्रेरणाको स्रोत बनेको छ। हाम्रो निमन्त्रणालाई हजुरहरूले स्वीकार गरेर आजको यो कार्यक्रममा सहभागी हुनुभएकोमा सम्पूर्ण अभिभावकज्यूहरूलाई म हृदयदेखि सेई बोर्डिङ स्कुलको तर्फबाट हार्दिक स्वागत भन्न चाहन्छु र साथै आभार पनि प्रकट गर्न चाहन्छु। शिक्षा क्षेत्रको समग्र प्रगति अभिभावक, शिक्षक र विद्यालयको त्रिपक्षीय सम्बन्ध र सहकार्यमा निर्भर गर्दछ भन्ने कुरा हामी सबैलाई अवगत नै छ। यसै सन्दर्भमा आजको उपस्थिति हजुरहरूको सक्रिय सहभागिता र सद्भावनाको प्रतीक पनि हो। हामीलाई विश्वास छ हजुरहरूको अमूल्य सल्लाह सुझाव र निरन्तर साथले हाम्रो विद्यालयको र विद्यार्थी भाइ बहिनीहरूको उज्जवल भविष्य निर्माणमा अझै हामीलाई सबल आधारहरू प्रदान गर्नेछ भन्ने कुरामा पनि हामी विश्वस्त छौँ। अन्त्यमा धेरै समय नलिकन पुनः सम्पूर्ण अभिभावकज्यूहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दै आजको कार्यक्रमको सफलता र यसबाट उपलब्ध हुने शिक्षण अध्ययनमा कार्यक्रमको सफलता र सकारात्मक भावनाको शुभकामना व्यक्त गर्दै म हजुरहरू माझबाट बिदा हुन चाहन्छु। हजुरहरूको आजको दिन विशेष रहोस्, हजुरहरूको आजको दिन शुभ रहोस्। हस्त, धन्यवाद।